गाउँको पहिलाको अत्याधिक ओरिजिनल डल्ले खुर्सानी हो है। एकदम पिरो छ। यसको झ्याङै फरक हुन्छ है। सानो सानो पात हुन्छ। फुल यसरी फुलिरहेको छ। देख्नु सक्नुहुन्छ तपाईहरु। यो लसुनहरु है। जस कोसी खेती गर्यो भनेदेखि हेल्दी खानु पाइन्छ हैन। फुलहरु यसरी फुलेछ। यो ड्राइगन फ्रुट भयो हैन। यो फुल भयो। यो अम्बा हो। यो चाहिँ कागती हो। यो एकदम मिठो छ। यो कागती चाहिँ है एकदम झरिलो है। एकदम मिठो छ। भुइँतिर पनि खसेछ है। भुइँमा पनि खसेछ। यो पनि धेरै फलेको थियो कागती। यो चाहिँ लिची हो। लिचीको झ्याङ ठुलो छ तर यो चाहिँ खासै फलेको छैन। त्यति राम्रो फलेको छैन। यो चाहिँ ड्राइगन फ्रुटहरु भयो। सागहरु भयो। यो अदुवा। अदुवा चाहिँ काठमाडौँमा एकदमै राम्रो है। खासै किन्नु पर्दैन। मेरो यो ब्रह्मा भन्ने कुखुरा छ है। सबै ब्रह्मा भन्ने कुखुरा हो। यो चाहिँ पहिला मैले एकदम महँगोमा किनेर ल्याएको हो। तर यसको भाउ पनि घटिसकेको छ हैन। यो चाहिँ हाम्रो रक्सी पार्ने भाडाहरु हो। यहाँ छ भाले। यो चाहिँ गिरिराज भाले छ। यो बोडी सिमीहरु हैन। यो चाहिँ साग। चाहिने साग रोप्नु भएको छ। अब बोडीहरुको सिजन चाहिँ गयो। यो चाहिँ तुने बोडी भन्छ। एकदम मिठो हुन्छ। यो चाहिँ बङ्गुरको मासुमा खानुलाई एकदमै मिठो हुन्छ तुने बोडी। तर काठमाडौँमा खासै राम्रो भएन यो है। यस्तै छ मेरो काठमाडौँको मेरो कौशी खेती। तपाईहरु पनि गर्नुहोस् कौशी खेती गर्यो भने एकदमै राम्रो छ। हेर्नुस् त कागती कति फलेको छ। एउटै झ्याङमा कति 5 वटा सुन फलेछ है। टन्नै फलेछ। कागती खासै खाइँदैन बिर्सिहालिन्छ है। यस्तो हो कौशी खेतीहरु। हिजो आमा र मैले सबै मल हाल्यौं। माथि हाल्नु अलिक राम्रो बाँकी छ। यस्तो हो है। बोटबिरुवालाई मलहरु भयो भने राम्रो हुन्छ।